त्यो चिजबिजहरू चाहिँ मैले अहिलेसम्म मुखमै हालेको छैन। कस्तो हुन्छ होला हजुरहरूले खानुभएको छ त? सिमी फ्राई गरेर झोल हालेर त बच्चैदेखि खाएर हुर्किएको। त्यसै गरी गान्टेमुला एकदमै फेभरेट। तरुले हेर्नुहोस् न हेर्दै खाउँ खाउँ लाग्ने चुकुन्दर अनि त्यसै गरी गान्टेमुला। चाहिँ च्याउको कति धेरै भेराइटी रहेछ। अनि त्यसै गरी तामा फर्सी यताउति काटकुट बनाएर अब धेरै काममा बिजी हुनेहरूले त भ्याउनुहुन्न नि त। त्यही भएर जस्तो भन्यो त्यस्तै केलाइवरी रेडी बनाएको पनि छ अनि केलाउन बाँकी पनि छ। त्यही हो प्राइस चाहिँ धेरै थोरै भने त भने। यो टुसा चाहिँ मैले लास्ट टाइम खाएँ, असाध्यै नै मिठो थियो। अनि त्यसै गरी तामासामा के छ भनेर हेरेको। वास्तवमा मलाई चाहिँ तामा खान मन लागेर चाहिँ खोज्न गएको। यो कस्तो राम्रो फ्रुट त होला नि होइन र? अब अहिलेसम्म खाएको छैन। अब नेक्स्ट टाइम चाहिँ यो कस्तो हुँदो रहेछ जतिसुकै महँगो भए पनि एकपटक चाहिँ चाख्ने निर्णय गरेकी छु। हजुरहरूले खानुभएको छ भने चाहिँ यसको स्वाद कस्तो हुन्छ नेक्स्ट टाइम म पनि किनेर खान्छु अनि हजुरहरू पनि भन्नुहोस् है।